यदि अर्जेन्टिना भर्सेस स्पेनलाई FC26 मा कम्पिट गरायो भने के हुन्छ त? र यसको लागि मैले दुवै टिमलाई कम्प्युटरको कन्ट्रोलमा राखेर खेलाएको थिएँ। आजको गेम भने एकदम रोमाञ्चक हुनेवाला छ, किनभने दुवै टिमले आफ्नो राम्रो प्रतिद्वन्द्वीलाई हराएर फाइनलमा प्रवेश गरेका थिए। गेम सुरु भएको 15 मिनटमा नै स्पेनको डिफेन्सको मिस्टेकको फाइदा उठाउँदै हाम्रो अर्जेन्टिनाको लागि डिपलले भने राम्रो गोल हानेको छ र हाम्रो अर्जेन्टिनालाई 1-0 को लिड। 25 मिनटमा पनि एउटा राम्रो चान्स क्रिएट भइरहेको हुन्छ। हाम्रो गोन्जालेसले फेरि डिफेन्सको फाइदा उठाउँदै गोल हान्ने ट्राई गर्छ, तर यो एकदम राम्रो सेभ थियो किपरको लागि। यही काउन्टर अट्याकमा फेरि पेड्रीले यस्तो राम्रो बल निकाल्छ थ्रु बल र यमल भर्सेस 1v1 किपर र सिम्पल गोल हानेर यमलले आफ्नो स्पेनको लागि 1-1 को बराबरी। स्पेनले भने डिफेन्समा एकदम मिस्टेकहरू गरिरहेको हुन्छ। अर्जेन्टिनाको प्रेसिङ एकदम राम्रो हुन्छ र चान्समाथि चान्स पनि क्रिएट गरिरहेको हुन्छ, तर गोल भने हुन सक्दैन। र हाफ टाइमसम्म हाम्रो अर्जेन्टिनाको 1 रहेको छ र स्पेनको पनि 1 रहेको छ र गेम हाफ टाइमसम्म भने स्कोर रहेको छ बराबरी, अर्जेन्टिना 1 र स्पेन 1। हाफ टाइम पनि सुरु हुन्छ र 55 मिनट्समा आएर स्पेनले एउटा कर्नरमा राम्रो चान्स क्रिएट गर्छ र तर किपरले भने सेभ गर्छ र ओयरजाबालले त्यही रिबाउन्डमा गोल हानेर स्पेनको लागि 2-1 55 मिनट्समा खाएको 3 मिनटपछि नै अर्जेन्टिनाले राम्रो रियाक्ट गर्छ र हाम्रो यहाँ टिकिटाका हेर्न सक्नुहुन्छ डिपल मेस्सीहरूको, र लास्टमा हाम्रो डिपलले यस्तो राम्रो क्रस गर्छ र फेरि अल्भारेजले हेडिङ यस्तो मिठो हेडिङ हान्छ र फेरि अर्जेन्टिनाको लागि 2 स्पेनको लागि 2। 63 मिनट्समा स्पेनको लागि पेड्रीले राम्रो सर्ट्स लिन्छ, तर इजी सेभ हाम्रो किपरको लागि। फेरि 74 मिनट्समा निको विलियमको कर्नर क्रस र यो डिफेन्सको राम्रो बचाइ थियो र स्पेनको लागि पेड्रीले राम्रो सर्ट्स फेरि लिन्छ, तर गोल भने हुन सक्दैन। 84 मिनट्सका लागि मेस्सीले हाम्रो अल्भारेजले राम्रो बल दिन्छ र किपरको सेभ र यो क्लियर पनि हान्छ र फेरि मार्टिनेजकै खुट्टामा पुग्छ। मार्टिनेज म्यागलिस्टरले हाम्रो मार्टिनेजलाई दिन्छ र अल्भारेज अल्भारेज अन द च्याट यस्तो राम्रो गोल हान्छ अल्भारेजले अर्जेन्टिनाको लागि 83 मिनट्समा र अर्जेन्टिनाले 3-2 को लिड स्पेनमाथि। यो रिप्ले म फेरि देखाइदिन्छु हेर्नु साथी, हो अल्भारेज यस्तो वान टच बस इमेजिन गर्नुहोस् यो फाइनलमा साँच्चीकै रियल गेममा हान्यो भने कस्तो रियाक्सन आउँछ होला। फाइनल विसल पनि बज्छ र हाम्रो मेस्सी हेर्न सक्नुहुन्छ सेलिब्रेट गर्दै। मेस्सीको अर्जेन्टिनाले हाम्रो यमलको स्पेनलाई 3-2 को लिडले हराएको छ र यो रहेको छ खालि एउटा गेम मात्रै। तपाईँको आफ्नो प्रेडिक्सन के हुनेवाला छ आफ्नो कमेन्ट गर्नुहोला। र आज हुन गइरहेको अर्जेन्टिना भर्सेस स्पेनको फाइनलको लाइभ स्क्रिनिङ भने हाम्रो आमा सोनाम थकाली रेस्टुरेन्टमा पनि हुन गइरहेको छ। तपाईँहरू सबैजना फ्रीमा इन्ट्री गरेर आफ्नो मजा लिन सक्नुहुन्छ।